तपाईहरुले देख्न सक्नुहुन्छ हामी लोकल कुखुरा अहिले पालिरहेका छौँ। यो हाम्रो यहाँ अहिले 700 को संख्यामा चाहिँ लोकल कुखुराहरू छ र यो लोकल कुखुराबाट हामी चाहिँ चल्ला निकाल्छौँ र यो चल्लाहरू तपाईँ जस्तै म केही गर्छु भनेर किसानहरूलाई हामी चल्ला पठाउँछौँ र अहिले हाम्रो यो लगभग 8 महिना अन्डाहरू हामीले अब ह्याचिङको लागि सेटिङमा राखिसकेका छौँ। ह्याचरीमा हामीले सेट गरिसकेका छौँ र यी अन्डाहरू अब हाम्रो 21 दिनबाट यिनीहरू निस्किन्छ। अहिले तपाईहरुले धेरैजनाको प्रश्न पनि छ यो कुखुरा पालनमा कसरी यतिको राम्रो गराउने, तपाईहरुको कुखुरा राम्रो हुन्छ हाम्रो कुखुरा राम्रो हुन्न भन्नुहुन्छ। त्यो कुराहरुमा तपाईहरुले दुई चारवटा कुरा कुखुरालाई दाना खुवाउँदैमा दाना धेरै दिँदैमा कुखुराहरू राम्रो हुने हैन। ल हेर्नुस् अहिले हाम्रो लगभग घडीमा अब लगभग दिउँसोको 1 बजे छ, हाम्रो भाँडाहरुमा एउटा पनि दाना छैन हैन। त्यो दानाहरु छैन अर्थ यसको अर्थ हामीले 24 घण्टा दाना पेल्नु पर्छ भन्ने पनि होइन। कुखुरालाई मात्रा मिलाएर दाना खुवाउनु हो। जस्तै तपाईको के हुन्छ भने कुखुरालाई तपाईको अहिले अब हाम्रो यो जुन तयारी माउहरू छ भालेहरू छ यिनीहरूले भनेको 110 ग्राम दाना खानु पर्यो। अब 110 ग्राम दाना खुवाउनको लागि उनीहरूले 24 घण्टामा चाहिँ तपाईको 110 ग्राम दाना खानु पर्यो। अब 24 घण्टामा 110 ग्राम दाना तपाईले एकैचोटी खुवाउनुस्, दुई पटक गरेर खुवाउनुस्, त्यो मतलब हुँदैन। हामीले बिहान चाहिँ यिनीहरूलाई लगभग 60 ग्राम दाना खुवाइसके हौं। अब रह्यो 50 ग्राम, अब रह्यो 50 ग्राम हैन, अब रह्यो 50 ग्राम। त्यो दाना चाहिँ तपाईले बेलुका खुवाउनुस्, दिउँसोमा खुवाउनु पर्दैन। दिउँसोमा कुखुरा खुवाउँछन् पानी जति बेला पनि दिनु पर्यो। अब हामीले चाहिँ यो पानी अटोमेटिक गराइरहेछौँ हैन। यो पानी चाहिँ अटोमेटिक छ। यो बेला बेलामा बिहानमा चाहिँ हामीले यसलाई सफा गरिदिन्छौँ। यो भाँडा मानुमा माझिराख्नु पर्दैन। सबैलाई एकचोटि बिहान सफा गरिदिएपछि भोलिपल्ट मात्रै यसलाई हामीले सफा गरेको हुन्छ। गराउन मिल्यो। धेरै चाहिँ तपाईको थोरै कुखुरा पाल्ने ठाउँहरुमा अब हाम्रो चाहिँ यहाँ जनशक्ति अब काठमाडौँमा तपाईहरुलाई थाहा छ काममा मान्छे राख्न गाह्रो हुन्छ। त्यसले गर्दाखेरि काममा मान्छे राख्नको लागि धेरै गाह्रो हुने हुँदा आफै परिवारले काम गर्ने हुँदा हामीले अटोमेटिक राख्दैछौँ। यिनीहरूलाई हामीले बिहान भनेको बिहान गर्नु पर्यो, साँझ गर्नु पर्यो र दिउँसोमा अन्डा पठाउनु पर्यो। बिहानभरि बिहान एकचोटि ड्रममा पानी हालिदिएपछि पानी कन्टिन्यू आइरहन्छ। यो पानी खान्छ र यिनीहरूलाई पानी चाहिँ 24 घण्टा भएको एकदमै राम्रो। किनभने पानी भनेको कुखुरालाई चाहिँ डिहाइड्रेसन नहोस् भन्नलाई पनि हो र पानी चाहिँ चाहिन्छ नै। दाना चाहिँ तपाईको एउटा टाइम मिलाएर तपाईलाई कति बेला दिन ठिक हुन्छ। अब नियमले पोल्ट्रीको नियमले के भन्छ बिहान र बेलुका भन्छ। बिहान धेरै बेलुका थोरै भन्छ, तर पानी चाहिँ हमेसा हुनु पर्यो। यो चाहिँ तपाईहरुले बुझ्न जरुरी छ। कुखुराहरू हाम्रो यो खोरमा हामीले ढलान गरेका छैनौँ। तपाईहरुले अब ढलान गरेर धेरै लगानी गर्नु पर्दैन। तपाईहरुले काटी यस्ता बाँसका चाहिने खाँबा बनाएर पनि मजाले खोर बनाउन सक्नुभयो। धेरै लगानी गर्ने मेरा बाबे अहिले 50 लाख रुपैयाँ लगानी गरेर खोरमा लगानी गर्ने 2-3 लाख रुपैयाँको यस्तै हामीले अब लिपलाप पार्ने अब कसरी बनाउने सस्तो खोर बनाउने कुखुरा राख्ने। यो जमिन चाहिँ तपाईको यसरी छुँदाखेरि यो भुस यसरी घुरेर उड्नु पर्यो। यसरी घुरेर किन उड्नु पर्यो भन्दा यस्तो भएन भने तपाईको सिआरडीको समस्या, इकोलाईको समस्या, एमोनिया ग्यासको कारणले गर्दा हुने समस्याहरू हुँदैन। यो धुलो घुरेर उड्नु पर्यो खोरमा। त्यो भन्नुको अर्थ धुलो भनेर माटोको धुलो होइन। यो यसरी चाहिँ यो भुस चलाउँदाखेरि यस्तो चाहिँ फुर्र हुनु पर्यो। यो जम्नु भएन, चिस्कान हुनु भएन, कुखुरा बाक्लो राख्नु भएन। तपाईहरुले यो कुखुराहरू चाहिँ जस्तै अब तपाईहरुको भाले ठुलो छ भन्नुहुन्छ। यो खासमा हाम्रो 8 महिनाको भाले हो। यिनीहरू चाहिँ तपाईको 8 महिनाको भइसकेपछि अलिकति ठुलो हुन्छ, ठुलो देखिन्छ र यिनीहरू चाहिँ तौलमा पनि अहिले 2.5 किलो 2 किलो 800 ग्रामसम्म पनि हुन सक्छ। यो के हो भने प्यारेन्टको लागि तयार गरिएको कुखुरा हो। प्यारेन्ट भनेको आमा बुवा हो। यसलाई केही तपाईहरुले प्यारेन्ट भन्ने बित्तिकै हामीले के सोच्छ भने ब्रोइलरको मात्रै प्यारेन्ट हुन्छ। प्यारेन्ट भनेको इंग्लिशमा प्यारेन्ट, यिनी आमा बाबु हुन्। यिनीहरुबाट निस्केको चल्ला चाहिँ अब यिनका चल्ला भयो। यिनी हामीले तपाईहरु जस्तै किसानको लागि हामीले चल्ला दिन्छौँ। अब यो चल्ला दिइसके पछाडी तपाईहरुलाई 4 महिनामा नि तयार हुनु पर्यो। त्यो कुखुरा चाहिँ बजारमा बेच्नको लागि लोकल कुखुरा जुन यो ब्रिड छ त्यस्तै हुन पनि पर्यो। सबै कुरा मिलाउनको लागि हामीले यदि 2 किलोको भाले र 1 किलो 500 ग्रामको पोथी यदि हामीले प्यारेन्ट अथवा यो माउको रूपमा राख्यौं भने यसबाट निस्केको चल्ला चाहिँ तपाईको 1 किलो 1.5 किलो भन्दा माथि पुग्दैन। त्यसले गर्दा हामीले चाहिँ यिनीहरू अलिकति थोरै हामीले यसलाई मोडिफाई नै गर्नुपर्छ। प्यारेन्ट बनाउनको लागि अलिकति उच्च नस्ल बनाउन पर्छ, हान्नाता हुनु हुँदैन। ती सबै कुराहरू मिलाएर चाहिँ यिनी माउहरू चाहिँ अलिकति तौलमा अलि ठुला नै हुनुपर्छ। यो बल्ल यसका बच्चा राम्रा निक्लिनको लागि माउ स्वस्थ अब लगभग तपाईको यी पोथीहरू 2 किलोका छन्।
यी 2 किलोका पोथीका चल्लाहरूबाट बल्ल भाले 2.5 किलो पोथी 2 किलो भएपछि 2 किलो 200 ग्रामका पोथीहरू पनि छन्। तीबाट निकालेका चल्लाहरू बल्ल स्वस्थ हुन्छन्। यिनी चल्लाहरू बल्ल भालेहरू 2 किलो 200 ग्राम अनि पोथीहरू चाहिँ तपाईँको 1 किलो 500 देखि 1 किलो 800 2 किलोसम्म निस्किने। यो चाहिँ के हो भने तपाईँको यो प्यारेन्ट चाहिँ त्यस्तो किसिमले चाहिँ उत्पादन गर्नुपर्ने हुन्छ। र तपाईँले कुखुरा सकेसम्म के गर्नुहोस् भने कुखुरा पालेपछि दानाको कुरा तपाईँहरूलाई मैले स्पष्ट पारिदिएँ, पानीको कुरा पनि स्पष्ट पारिदिएँ, दानाको मात्रा पनि तपाईँहरूलाई मैले बुझाइसकेँ। अब तपाईँहरूले खुवाउँदाखेरि त्यसरी खुवाइसके पछाडि तपाईँहरूको कुखुरा 4 महिनामा तयार हुन्छ। मैले पनि यहाँ तपाईँको कुखुरा हाल्दाखेरि जस्तै मानौँ मैले 1400 कुखुरा हालेँ भने 700 भाले 700 पोथी निस्किन्छ होइन। अब त्यो 700 भालेमा मैले 600 त मैले बेच्नु पर्यो भाले, अनि मैले 4 महिनामै बेचेर सकाइसकेँ। अब यी 4 महिनामा बेचेर सकाइसके पछाडि अब 700 पोथी मैले राखेको छु। त्यसमध्ये 30वटा भाले मैले स्टक गरेर राखेको छु भनेको अर्को खोरमा राखेको छु। जुन कुनै कारणवश एउटा भाले मरिहाल्ला, लड्ला, ठुङ्ला, अपाङ्ग होला, हरेक कुरा होला, त्योको लागि रिप्लेस गर्नको लागि मैले 30वटा भाले जति छुट्टै राखिरहेको छु। त्यसमध्ये अरू 70 भाले यिनी भालेको लागि 10वटा पोथी बराबर एउटा भाले लगाउनको लागि राखेको छु। र यिनीहरूबाट उत्पादित चल्ला तपाईँहरू समक्ष मैले पुर्याउने हो। र यी कुखुरा हामीले नि पाल्ने यही हो, तपाईँहरूलाई दिने पनि यही हो। पालन तरिका राम्रो भयो, व्यवस्थापन राम्रो भयो र तपाईँको चाहिँ नि अलिकति आफूले ध्यान दिएर आफै सकिनु भयो भने लोकल कुखुराबाट घाटा छैन, ग्यारेन्टी भयो। लोकल कुखुराबाट घाटा छैन। ब्रोइलरले तपाईँको जग्गा जमिन बेचेर नि मान्छेलाई चाहिँ सुताइदिएछ। तपाईँको अरू लेयर्सले पनि अन्डाको उत्पादनको चाहिँ राम्रो भएन, अन्डाको मूल्य भएन भने लेयर्सले पनि सुताइदिएछ। तर लोकल कुखुराले अहिलेसम्म लौ म बर्बादै भएँ, म डुबेँ, मैले घरखेतै बेच्नु पर्ने भयो भन्ने अवस्था छैन। यसले कुनै दिन घाटा नाफा बराबर होला, तर घाटै लागेर डुबाउने स्थिति आउन। कहिलेकाहीँ अब रानी खेतै आएर सर्लगै सिद्धियो, त्यो कुरामा त कसले चाहिँ सक्छ र होइन। तर सामान्य कुराले उत्पादन बजार नपाएर चाहिँ लोकल कुखुराबाट घाटा हुँदैन। थोरैबाट सुरुवात गर्नुहोस्, सिक्नुहोस्। पाल्ने तरिका थाहा भएपछि यसरी नै पाल्ने हो। सुरुमै यत्रो 700 हाल्नु म भन्दिनँ, सुरुमा 100 हाल्नु, 150 हाल्नु, 200 हाल्नु, 300 हाल्नु। तपाईँको कतिको क्यापेबल हो तपाईँ त्यो कुरामा। पुँजीका कुराहरू आउन सक्छन् होइन, लगानी कति हाल्न सक्ने कुराहरू आउँछन्, दिमागका पाल्ने तरिकाहरू नजान्दा पनि फेरि सुरुमा चाहिँ घाटा लाग्न सक्छ। त्यही भएर पहिला अलिअलि सिकौँ, 100, 150, 200 बार सिकौँ, त्यसपछि पालौँ यो मजाले। त्यसपछि एउटा भालेको खुट्टा समाउँ, बेचौँ। बेच्नको लागि त तपाईँहरूलाई मैले सिकाएको छु। रेस्टुरेन्टहरूमा, होटेलहरूमा सम्पर्क गरौँ, यताउता जाउँ, त्यहाँ गएर चाहिँ मेरो कुखुरा रेडी छ भनौँ, भिडियोहरू देखाउँ। त्यो गरेपछि मजाले कुखुराहरू बिक्री हुन्छ। त्यही नै छ साथीहरू। ल तपाईँहरूलाई अब हाम्रो कुखुराको पालनबार सम्बन्धी भिडियोहरू कस्तो लाग्छ त्यसको लागि चाहिँ तपाईँहरूले फेरि कमेन्टहरू पनि गर्न सक्नुहुन्छ। म अर्को भिडियोमा पनि आउनेछु। अर्को भिडियोमा पनि तपाईँहरूलाई म कुखुरा पालनसँग सम्बन्धित भिडियोहरू लिएर आइरहेको छु। र मेरो लास्टमा तपाईँहरूलाई एकदमै एउटा अनुरोध के छ भने मेरो फेसबुकमा अथवा युट्युबमा आएको भिडियोको एउटा मात्रै उद्देश्य छ। हिजो मैले कुखुरा पाल्ने बेलामा मैले चाहिँ नि कोही सिक्न नपाएर मैले धेरै दुःख पाएको थिएँ। त्यो दुःख तपाईँहरूलाई नहोस् भन्नलाई पाल्ने तरिका, कसरी पाल्ने, के गर्ने भनेर हरेक कुराहरू मैले तपाईँहरूलाई निःशुल्क रूपमा यो सिकाइरहेको छु। यो कुराले म पनि आफू सिक्दै अगाडि बढिरहेको छु। मैले जानेको कुरा तपाईँहरूलाई सिकाइरहेको छु। र यो कुराले एउटा कुरा के फाइदा हुन्छ भने कुनै एउटा चाहिँ ट्रेनिङ हलमा गएर कुखुरा पालनको कुरा जानिँदैन। हेर्नुहोस्, ट्रेनिङ हलमा गएर 5,000 10,000 तिरेर ट्रेनिङ लिएर कुखुरा पाल्न जानिँदैन। यो भिडियो हेर्नुभयो भने त पानीका कुरा, भाँडाका कुरा तपाईँले देख्नुभयो, एउटा भित्तो देख्नुभयो होइन। यो कुराहरू त भिडियोमा हरेकचोटि तपाईँहरूले देख्दा यसो गर्ने छ, यसो गर्ने। मैले पनि त्यस्तै भिडियोहरू, इन्डियाको भिडियो हेर्नु पर्थ्यो मैले सुरुमा, किन नेपालमा यस्तो कुखुरा पालेकै थिएनन्। इन्डियाका फार्महरूको भिडियोहरू हेरेर मैले पनि सिकेको, त्यही कुरा मैले लागू गरेको छु। त्यही कुरा जानेको कुरा तपाईँहरूलाई सिकाइरहेको छु। मैले योभन्दा एक्स्ट्रा केही गरेको छैन। त्यही कुरा तपाईँहरूलाई सिक्नका लागि भए पनि भिडियो हेर्नुहोस्, म त्यही भन्न चाहन्छु। ल हस् त, आजको भिडियोलाई म यति गर्न चाहन्छु। फेरि अर्को भिडियोमा आउनेछु। हस्, नमस्कार।